हामी चाहिँ यस्तो उकालो लाग्दैछौँ आज दुईजना। दुईजना कस्तो है अँधेरो उँधो हेर्नु अँधेरो दुईजना नभए त एकजना मात्रै त भालुले खाइमार्छ भन्ने डर। यस्तो अँध्यारो छ यार, केही देखिन्छ त यो जङ्गलमा? नै दिख्ता है भाइ साहब। जुकाले खाइमार्छ होला। पानी एक ठाउँ त बाँधियो फुत्किएको, अब अरू ठाउँ कस्तो हुन्छ? हामी चाहिँ पानीको मुहान हेर्नतिर लाग्यौँ। पानीको अलिक दुःख भयो। पानी परेकोले गर्दाखेरि चाहिने मचोसो सायद बिग्रेको हुनसक्छ भन्ने हाम्रो मान्यता हो। र अहिले दिउँसोै छ। जुकाले त यस्तो गरेपछि हुन्छ फेरि आइतहाल्छ। हामी जान्छौँ, हामी यसरी पाखरीबास झर्दैछौँ। बाटो यस्तो छ हाम्रो, एकदम रमाइलो छ। हिँड्छौँ। हाम्रो कडक छ नि हो यहाँ। एक्जाम चलिरहेको छ। एक्जामको बावजुद पनि हामी यसरी हिँड्छ होइन? यस्तो छ हाम्रो तरिका के गर्ने। पाखरीबासै झर्छ नि, जहाँ झर्छ नि तल रोड झरिहाल्छ। रोड झरेपछि हामी सबै हुस्स लागिरहेछ। फेरि एकतिर पुगिन्छ र अहिले रुँदै हिँड्नु नमिल्ने होइन? हराइदियो भनेर हुँ गर्दै। तामा त बल्ल त्यहाँ देखियो है। तामाको अचार, तामाको तरकारी चाहिँ खुब मनपर्छ हामीलाई, यो दुईजना वंशहरूलाई। यो कुन भाषा हो? तामा भाषा हो होइन? कुन भाषा हो त? आर्थिक भाषा। हामी आज खासमा चाहिँ पानी हेर्दै मुहान हेरेर पानीको अलिक व्यवस्थापन गरेर काहीँ चिएको टुटेको फुटेकोहरूमा टालटुल पार्दै लगभग हाम्रो यात्रा पनि तय गर्दैछौँ हामी। यस्तो बाटो हिँड्नु त मजा लाग्छ क्या मलाई। स्वच्छ हावा आउँछ होइन? पुरै यहाँ त अब सबै अक्सिजनको उठा नि त होइन? अक्सिजन गर्ने हरियाली उहरू मात्रै छ, पातपतिङ्गर वन जङ्गल। हाम्रो माइन्ड फ्रेस होइन? अक्सिजन थेरापी। अघि हामीले हेरेको मात्रै हो तामा। यहाँबाट हेर्दा त्यस्तो देखिँदो रहेछ फर्म। त्यो माथि एउटा चौतार हुँदै हिँडिरहेको छ अहिले त हेर्नु अन्त माथिको हामीलाई उदियो त धक्का दियो। तर 5 मिनटसम्म तल गएको। यो अनि उको टुसा चाहिँ पाइँदैन? सिरानीको टुसा चाहिँ
के खानुहुन्छ? त्यसको नि हुन्छ त टुसा। अहिले आएको छैन। अहिले आएको छैन। यो के हो कान्छा? यो के हो थाहा छ? यो मेल। के मेल भन्छ? थाहा छैन। अमिलो हुन्छ नि, चमेली मेल भन्छ है। टर्रो। तर यसलाई चाहिँ उको के अरे यसको चाहिँ के बनाउने? रुट स्टक बनाएर स्याउहरू लाउन सक्यो क्या। एउटै फ्यामिली पऱ्यो क्या? फ्यामिली एउटै हो, तर के चाहिँ भने नि यो मेल चाहिँ यसको हार्डिनेस छ नि त। हार्डिनेस भएकोले यसलाई चाहिँ हामीले रुट स्टक बनाएर एडाप्सन हुन्छ। अब हामी यहाँबाट चाहिँ ला माथि पुगेपछि हामीले ऊ हेरेन नि, अस्ति मैले पनि हेरिनँ त्यो मन्दिरको डाँडा। त्यो पर तेर्सो बाटो पनि छ, ठाडो बाटो कुन बाटो जाउँ भने नि त्यो बाटो रहेछ क्या। म त यो बाटो त सिधै पाख्रे पासै घर होला। मेबी मैले पनि त्यही सोचिरहेको थिएँ। ल है हामी चाहिँ हिँड्यौँ है अब यतातिर। हामी फेरि रिटर्न ब्याक। we are back. Let's go. खैको बाटो आइपुग्यौँ हामी यहाँबाट। ल फाइनल्ली अघि चाहिँ हामी एक रोटी पकायौँ। अघि यहाँबाट उकालो लाग्यो।